Hello guys, Mijor, namaste, welcome and welcome back to my another vlog guys. आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ र साथमा म पनि सन्चै छु। अनि आज चाहिँ म पिङ्की दिदीकोमा आएको छु सानो एउटा मोमोको भिडियो लिएर। साथै पिङ्की दिदीको होटलमा के पाउनुहुन्छ, हजुरहरूले के अर्डर गर्दा के पाउनुहुन्छ भन्ने हटे भिडियोहरू लिएर म आएको छु। हजुरहरूले धेरैर लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब र साथै हाम्रो पिङ्की दिदीकोमा आउनु पनि सक्नुहुन्छ। अगर हजुरहरू आयो भने चाहिँ पिङ्की दिदीले हजुरहरूलाई अफर दिनुभएको हुनेछ। प्लिज हजुरहरू आउनु होला हाम्रो पिङ्की दिदीको होटलमा। र पिङ्की दिदीको अब हामी किचनमा जाँदैछु। किचनमा गएर के बनाउँछु, के पाउँछ र के सबै थोक म हजुरहरूलाई देखाउनुहुन्छ र साथमा बनिरहनुहोस् मसँग। ल गाइस, किप वाचिङ। आज चाहिँ म पिङ्की दिदीकोमा आएको छु। हाम्रो पिङ्की दिदीले एकदमै मिठो अनि टेस्टी बनाउनुहुन्छ मोमो। पिङ्की दिदी, यो तपाईले किमामा चाहिँ के हाल्नु भएको थियो रे भन्दैन त एकचोटी? किमामा मैले प्याज, धनिया, लसुनको पेस्ट, अदुवाको पेस्ट, अजिनामोटो, निमक अनि त्यसपछि तेल हालेर अनि यस्तो मुस्नु पर्छ। मासु चाहिँ भनेन त अनि? ओ मासु मासु पनि हालेको छु गाइस। अनि यहाँ चाहिँ नि बाटीमा तेल हालेर राखिराख्नु भएको छ। अनि यहाँ चाहिँ नि यसमा चाहिँ बनाएर राख्नु पर्छ। अहिले बनाएर अनि यहाँ आटा चाहिँ अलिक नरम होस् भनेर यहाँनिर आटा चाहिँ पिङ्की दिदीले फास्टै बुनेर यहाँनिर राखिराख्नु भएको छ। अघि 1 घण्टा अगाडि बुनेर राखेको। अनि यो चाहिँ तेल चाहिँ यसरी जर्सीले दिनु नपर्छ, बेसी नजिस्कनी यस्तो गर्नुपर्छ। यस्तो गऱ्यो भने चाहिँ मोमो टाँसिँदैन के। यहाँ विकासलाई चाहिँ देउता बिग्रेको छ अरे, त्यही भएर रिसा छ। नरिसाइकन बस ल विकास, हुन्छ भन। यहाँनिर हाम्रो पिङ्की दिदीको दोकानमा आउनु होला है गाइस। म चाहिँ मोमो फेरि A1 बनाउँछु नि। A1 प्लेट खान आउने मान्छे पनि 1 प्लेट खाएर जान्छ। एकदम टेस्टी बनाउँछ। हेर्नुहोस् त यहाँनिर मासु छ पुरा एकदमै। अब हामी बनाउँछु। मासु मात्र छैन नि, प्याज पनि छ। मासु देख्दैछ नि त यहाँनिर। हेर्नुहोस् त प्याज यति साह्रो देख्नु भएको छैन नि? दियो भने त कसरी हुन्छ नि गाइस, हुँदैन नि त्यस्तो त। अनि अब हामी यहाँनिर बनाउँछु, हेर्दै जानुहोस्। हो कि होइन पिङ्की दिदी? अब हामी यहाँनिर बनाउँछु, हेर्दै जानुहोस् ल। अहिले चाहिँ म तपाईँहरूलाई म देखाउँछु कसरी हाम्रो पिङ्की दिदीले चाहिँ यहाँ अब उयो डल्लो गर्दैछ। अनि त्यसपछि यहाँनिर अब रोटी बनाउँछ। अनि त्यसपछि हामीहरू बनाउँछौँ, हेर्दै जानुहोस् ल। ल नि पिङ्की दिदी, हाम्रो पिङ्की दिदीले सानो डल्लो गरेर राख्नु भएको छ। अब हाम्रो दिदीले यहाँनिर अनि अब चाहिँ यसलाई चाहिँ यसरी बेल्नु पर्छ। रोटी बनाउँछ सानो। यहाँ म त नपल्टाइकन बनाइदिन्छु। खतरा अन्त हो हाम्रो पिङ्की दिदी, खतरा अन्त। तपाईँले यो बनाउनु कसँग सिकेको अरे? मेरो साथीसँग सिकेको मैले, चञ्चलीसँग। उसको चाहिँ होटल थियो नि त, त्यति बेला त मैले त होटल गर्थेन। म त यतिकै घरमा बस्थेँ। अनि उसको होटलमा गएर म यतिकै त्योसँग बनाउँदै बस्थेँ। अनि त्यसले सिकाएको बच्चाएर। साथी प्लस साथी पनि हो मेरो, के भन्छ, छोरी पनि हो, भतिजी पनि हो, भतिजी छोरी, तर साथी हो मेरो। यसरी सानो बनाउनु पर्छ यहाँनिर। बेसी ठुलो बनाउनु हुँदैन गाइस, राम्रो हुँदैन। अनि मोटो पातला कस्तो हुनुपर्छ त्यो पनि भन्दिनु? बेसी पातला पनि हुनु हुँदैन, बेसी मोटो पनि हुनु हुँदैन, ठिक्कको। तर आटा चाहिँ अलिक गिलो भयो भने चाहिँ राम्रो हुन्छ नि दिदी। टाइट भयो भने चाहिँ भरे के हुन्छ, खानुमा राम्रो हुँदैन के। त्यही भएर अब चाहिँ यहाँ पिङ्की दिदीले उयो गरेर राख्यो। अब चाहिँ म बनाउनु थाल्छु ल गाइस, हेर्दै जानुहोस् तपाईँहरू। यहाँ मिठो मोमो बनाउने पिङ्की दिदीकोमा भट्टाभट्टी आउनुहोस्। तातो मोमो चटनी हुन्छ नि दिदीको। कस्तो परेको हुन्छ र दिदी? त्यस्तो चटनी खानु लागि चाहिँ आउनु होला यहाँनिर ल। अब चाहिँ हामी बनाउँछौँ यहाँनिर। अब मेरो क्यामेरा चाहिँ विकासलाई ह्याङओभर गर्न चाहन्दैछु, मेरो मोबाइल। अनि विकासले भिडियो बनाइन्छ मेरो। भन्नु त गाइस, हजुरहरू गुड्डुको भिडियो हेरेर मेरोमा मोमो थुक्पा खानु आउनु भयो भने चाहिँ म फेरि बेसी दिन्छु नि, अफरमा पनि दिन्छु। छेउरा दिने जग्गामा 7 वटा दिन्छ नि, फेरि हाफ प्लेटमा 12 वटा दिने जग्गामा कतिवटा दिने? 13 वटा नि, 14 वटा। लु 14 पिस दिन्छ रे। लु आउनु फेरि भन्नु पर्यो नि म यसको भिडियो हेरेर आएको भनेर। मगरको भिडियो हेरेर आएको दिदी, तपाईँको होटल तपाईँले थुक्पाहरू बनाएको देखेर। अफर आउनु छिटो आउनु नि पिङ्की दिदीकोमा थुक्पा पनि पाइन्छ, फ्राइड राइस पनि पाइन्छ र साथै चाउमिन
सबै थोक अनि चिकन पर्क सबै थोक भेट्नुहुन्छ। मोमो मात्रै होइन, थुक्पा, मोमो, चाउमिन, फ्राइड राइस, चिकन अनि त्यसपछि पर्क सबै एभ्रिथिङ भेट्नुहुन्छ। आउनुहोस्, यहाँनिर हाम्रो दिदीले तातो तातो सुप बनाएर राख्नुहुन्छ। हेर्नुहोस् त, रातो, ओ माइ गड, तातो तातो। आउनु होला, खानु होला है। अनि साथीहरू, मैले चाहिँ यहाँनिर सबै रोटी बनाएर राखेको छु। अनि यहाँ गुड्डुले चाहिँ बिचरा मलाई सघाइदिनु आएको अरे। यहाँनिर किमा हेर्नुहोस्, देख्नुभयो है, मजाको मजेदार छ मासु। हेर्नुहोस् त है, गुड्डुले कस्तो मासु छ यहाँ, हेर्नुहोस् बनाउँदैछ। अब चाहिँ हामी यहाँनिर बनाउने छौँ मोमो। तँलाई कति टाइपको आउँछ मोमो बनाउनु? मलाई 3टा टाइपको आउँछ मोमो बनाउनु लागि। तर त्यो 2टा टाइपको चाहिँ अलिक राम्रै लाग्छ कि त्यो अर्को अस्ति मैले तपाईँलाई देखाएको थिएँ नि दिदी, हो त्यो चाहिँ अलिक कस्तो हेर्नुमा अलिक अर्कै लागेर आउँछ नि त होइन, त्यही भएर हेर्नुहोस् मोमो देख्नुभयो मोमो। यसलाई चाहिँ मजाले अघि हामीले यहाँ तेल लगाएर राखिसकेको थिएँ अनि यसरी मजाले चटक चटक। अब अर्को टाइपको बनाउन, त्यो अर्को टाइपको। तर यो टाइपको मात्रै चल्छ खानुमा चाहिँ, बिक्री गर्नुमा चाहिँ नि। घरमै खानु चाहिँ यस्तो पनि बनाउँदा हुन्छ। यसलाई यहाँनिर यस्तो गरेर यसलाई फेरि यहाँनिर यस्तो मलाई चाहिँ आउँदैन यस्तो 2टा उम्ली चढाउनु पर्छ है गाइस। देख्नुभयो, यो तान्दै तान्दै लिएर आउनुपर्छ के अगाडि, देख्नुभयो ए। मलाई आउँदैन यो, कति सिक्नु खोजे आउँदैन। हेर्नुहोस्, देख्नुभयो, वाउ दामी भयो। मलाई 3 थरीको आउँछ है यो चाहिँ बनाउनु लागि। यो 1 2 भयो। अब एउटा आज एउटा डल्लो खालको त्यो टाइपोवाला त्यो खालको आउँछ। हेर्नुहोस् है, किमा चाहिँ धेरै भएको पनि राम्रो लाग्दैन नि त गाइस, त्यही भएर ठिक्क ठिक्कको हाल्नुपर्छ क्या। अनि खानुमा पनि स्वादिष्ट। तर यस्तो है, के भन्छ, थोरै खाम तर टेस्टी खाम भनेर चाहिँ भन्छु है म चाहिँ। किन भन्दाखेरि अब धेरै खायो भने त यति साह्रो अब मिठो पनि लाग्छ कसैलाई होइन, कसैलाई त मिठै लाग्दैन नि त। एउटा भयो यो एउटा डल्लोवाला। हेर्नुहोस् यस्तो टाइपको चाहिँ नेपालमा चल्छ बेसी। नेपालमा हजुर, हेर्नुहोस् देख्नुभयो। मलाई 3 थरीको आउँछ यहाँ, हेर्नुहोस् 1 2 3। तपाईँलाई चाहिँ कुन कुन आउँछ दिदी? मलाई त यो यस्तो मात्रै आउँछ, आउँदैन बेसी। तर पिङ्की दिदीले बनाएको पनि एकदमै दामी हुन्छ। फिनिसिङ चाहिँ मजाको, सानो सानो त्यो उयो भएको क्या, मुजा भएको न के भन्छ त्यसलाई, यस्तो घरहरू सानो सानो कस्तो मजाले बनाउनु हुन्छ क्या पिङ्की दिदीले चाहिँ। किनकि म चाहिँ यति साह्रो तैँले चाहिँ मोटो मोटो बनाउँदो रहेछ नि अलि। म चाहिँ मोटो मोटो बनाउँछु। मलाई देखाइदे, म बनाउँछु। ओके, अब हाम्रो पिङ्की दिदीले बनाउनुहुन्छ यहाँ, हेर्नुहोस् है। यहाँ चाहिँ मैले बनाएको यो हेर्नुहोस् है। अघि नै हामीले यहाँनिर राखेको थियौँ नि त, पिङ्की दिदीले बेलेर राखेको थियो यहाँनिर। म बनाउँछु साथीहरू। मलाई चाहिँ बेसी टाइपको आउँदैन, त्यो एउटै टाइपको आउँछ मलाई, जुन आफ्नो होटलमा चल्छ त्यही टाइपको मात्रै आउँछ। यसरी बनाउँछु म चाहिँ, यस्तो यस्तो यसलाई यस्तो गऱ्यो, यस्तो गऱ्यो, यस्तो गऱ्यो, यस्तो गऱ्यो। पहिला त नि नआउने बेलामा त नि मान्छेहरूले बनाएको देख्दै नि कसरी बनाउँछ होला, कस्तो टाइपको कसरी बनाउनु सकेको जस्तो लाग्छ। हेर्नुहोस् पिङ्की दिदीको चाहिँ एकदमै मजेदार फिनिसिङ हुन्छ, देख्नु हेर्नुहोस् त है। यसरी यसलाई यहाँ राख्नुपर्छ। हेर्नुहोस् कस्तो मजेदार भयो नि फिनिसिङ। त्यस्तो हुन्छ कि पिङ्की दिदीको चाहिँ एकदमै दामी बनाउनुहुन्छ। तर म चाहिँ अहिले सिकाउरे हो, त्यही पनि मलाई 3टा आउँछ है बनाउनु लागि। पिङ्की दिदीलाई कतिवटा आउँछ? मलाई त यही एउटै आउँछ। तर यही जुन चाहिँ अहिले पिङ्की दिदीले बनाउनु भयो नि, त्यही नै दोकानमा चल्ती हुन्छ नि त। किनकि अरू खालको बनायो भने उनीहरूलाई कस्तो खालको बनायो, झन् राम्रो डिजाइन खालको दियो भने कस्तो खालको बनाएको यस्तो भन्नुहुन्छ नि त। त्यसैले अब चाहिँ हामी मोमो बनाउनुतर्फ लाग्छ ल। होटलमा एउटै डिजाइन हुन्छ नि त, यही डिजाइन हुन्छ सब होटलमा, त्यही भएर अब कस्टमरहरू पनि यस्तै डिजाइनै मन पराउँछ नि त। अब चाहिँ हामी बनाउन थाल्छौँ अनि जब बनेर कम्प्लिट हुन्छ नि अनि हजुरलाई देखाउनेछौँ ल गाइस। तबसम्मलाई रोक्दै गर्नुहोस्, हेरेर मजा लिनुहोस् ल गाइस। नि पिङ्की दिदी? यस। मोमो बनाउँदा बनाउँदा हाम्रो पिङ्की दिदीको थुक्पा खाने कस्टमर आएको छ अनि त्यही भएर हाम्रो पिङ्की दिदीले थुक्पा बनाउँदै हुन्छ। कति पिङ्की दिदी? यो हाफको 50 र फुलको 100 रुपियाँ। हाम्रो यताको थुक्पा चाहिँ एकदमै टेस्टी र दामी हुन्छ नि। अनि हाम्रो गाउँको फेमस भनेको थुक्पा नै हो, बुझ्नुभयो? एकदमै टेस्टी भेट्नुहुन्छ हाम्रो पिङ्की दिदीले यहाँनिर थुक्पा रेडी गर्दैछ। मेरो क्वालिटीलाई चाहिँ एकदमै उयो गरिदिनुहोस्, किन भन्दाखेरि मेरो फोन अलिकति बिग्रेको कारणले यस्तो आएको छ होला, राम्रो देख्नु भएको छैन होला, त्यही भएर हेर्नुहोस् हाम्रो यहाँ पिङ्की दिदीले यसरी मजाले यसरी धुवाउनु पर्दैन थुक्पालाई चाहिँ, किनभने एकैबार लगायो भने चाहिँ चिसो हुँदैन थुक्पा। त्यहाँदेखि होटललाई विकास गर्दैन। यसरी सजिलो पनि आउनु होला थुक्पा खानु साथीहरू।
यो भिडियो चाहिँ म यसरी बनाउँछु काटेर हाल्न देखाइरहेको छु त हौ यसलाई चाहिँ लाल सुप भन्छ है लाल सुप भन्छ यो चाहिँ मेन यो भएन भने चाहिँ मिठो हुँदैन फेरि अब यहाँ हाम्रो थुक्पामा अब प्याज धनियाँ र निम्बु टेङ्गा चाहिँ हाल्नुपर्ने हुन्छ है हेर्नुहोस् पानी बोतलको कि जग यो पानी कि बोतल कुनै जगमा छ होला त्यति गिलास धनियाँ हाले अब यसमा चाहिँ मासु अघि हाम्रो पिङ्की दिदीले मासु फ्राई गरेर मसिनो हुन्छ हाम्रो यताको चाहिँ मासु चिकन चिकन चाहिँ यसरी बनाउनुपर्छ है साथीहरू मजाले कडक फ्राई गर्नुपर्छ यो चाहिँ मैले यो कलर हालेर यस्तो गरेको कलर यसरी हालिदिनु त्यसरी ल जानुहोस् लिएर आउनुहोस् हामीले यति मोमो बनाइसकिसक्यो आज यहाँ किमा यति छ अनि यहाँनिर बनाउँदैछु है हामीहरू हेर्नुहोस् बनाइसक्यो यहाँनिर एक लेयर छ यहाँ सेकेन्ड लेयर छ अनि यति चाहिँ हाम्रो बाछो किनकि थोथेरै बनाउँछ नि त अनि यहाँनिर हेर्नुहोस् यस्तो गरेर जोसो बोल्नु न दिदी यसलाई चाहिँ अनि यसरी बाँच्यो भने साथीहरू यस्तो गरेर यसरी यहाँ तेल हालेर तेल लगाएर यसरी राखिदिनु होला टाँसिँदैन यो नटास्ने लागि भरे टास्नदाखेरि फुट्छ नि त यिनीहरू त्यही भएर यसरी यहाँनिर तेल नलगाएर राख्यो भने भरे निकाल्ने बेलामा फुट्छ नि त त्यही भएर चाहिँ तेल लगाएर राख्नु होला यसरी हेर्नुहोस् हामीले मजेदार मोमो बनाइसकेको छौँ नि 2 लेयर बनाएर पनि हाफ प्लेट बाँचेको छ नि हाम्रो हेर्नुहोस् 2 जना भयो भने चाहिँ छिटो काम सकिन्छ नि दिदी बनाउनुपर्छ आफै बेल्नुपर्छ आफै बनाउनुपर्छ 1.5 घण्टा लाग्छ त्यही त मोमो खानु मात्रै मिठो नि दिदी बनाउनु कम त झ्याउँछ त्यही त धन्न म सघाइदिनु आइदिने धन्यवाद ओके ल अनि यहाँ चाहिँ हाम्रो पिङ्की दिदीले पानी गरम गरेर राख्नुभएको थियो ग्यास अन छ हाम्रो यी अनि यहाँनिर अब सक्नुपर्ने हुन्छ कति मिनटसम्म पकाउनु हुन्छ दिदी 20 मिनेट जस्तो बनाउनु 15 या 20 मिनट्स नै हेर्नुपर्छ अब हेर्दै गर्नुपर्छ पाक्नु पाकेन हाम्रो थाहा हुन्छ नि अब चाहिँ हामी यहाँ 15 र 20 मिनट्सको लागि हामी यहाँ छोडिदिन्छौँ सो गाइस आउनु होला है हजुरहरू पनि मोमो खानु लागि थुक्पा खानु चाउमिन खानु फ्राइड राइस खानु के खानु मनपर्छ मासु चिकन पर्क सबै बनाउँछु म चाहिँ अनि आउनु होला गुड्डुको भिडियोहरू आउनु भयो भने चाहिँ फेरि म त अफरमा दिन्छु नि साथीहरू ओफर मिस नगर्नु आउनुहोस् नि आउनु हाम्रो पिङ्की दिदीको होटल हो हेर्नुहोस् यो चाहिँ हाम्रो पिङ्की दिदीको काउन्टर यो पिङ्की दिदीको छोरी यहाँनिर खेलिरहेको छ यो कसको यो कसो घर हो लाछनको फ्युचर हो नि भोलिपछि लाछनले यस्तै घर बनाएर आमालाई गिफ्ट गर्छ अरे नि लाछन वा यहाँ चाहिँ हाम्रो पिङ्की दिदीको होटल है होटल हेर्नुहोस् हाम्रो पिङ्की दिदी चाहिँ एकदमै फुलको सकिन्छ यहाँनिर हेर्नुहोस् अनि बाहिर पनि त्यस्तै फुलहरू रोपिरहेको छौँ यो चाहिँ पिङ्की दिदीको होटल यस्तो छ पुरा डेकोरेसन पुरा गरेको छ यहाँनिर बिग ड्रिम बिलिभ इन योर सेल्फ पोजिटिभ डु योर बेस्ट स्माइलिङ रे त्यहाँ चाहिँ हेर्नुहोस् एकदमै सकिन्छ हाम्रो पिङ्की दिदी तीनटा कोठा छ यसरी अनि यहाँनिर यस्तो छ पिङ्की दिदीले एकदमै फुलहरूको सकिङ गर्छ क्या एकदमै दामी दामी फुलहरूमा यति साह्रो उयो दिदी अलिक जोरसे बोल्नु न सुन्दैन पानीहरू प्लान्टहरू लगाउनु बहुत राम्रो लाग्छ भनेको क्या यस्तो पानी झर्मा चाहिँ खानु आउनुहोस् है फेरि थुक्पा मोमो चाउमिन फ्राइड राइस चिकन पोर्क सबै खानु आउनुहोस् अनि हजुरहरूलाई म मेरो फुल गार्डन देखाउँछु ल हेर्नु सानो गार्डन यहाँ यो चाहिँ हो मनी प्लान्ट अनि यहाँ चाहिँ छ ह्याङ्गिङ प्लान्ट अनि उयो चाहिँ ओएमको दोकान हो अनि यता पनि छ है प्लान्टहरू मेरो यस्तो छ है साथीहरू अनि यता चाहिँ छ ब्लक कर्नर अनि यता छ यस्तो छ साथीहरू के गर्नु यस्तै हो जिन्दगीमा दुःख सुख हुनुपर्छ यता छ हाम्रो वान एन्ड ओन्ली विकास तामाङ नमस्ते 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 साथीहरू भन्न नमस्ते साथी यस्तो गर्छ नमस्ते कसरी गर्नु नमस्ते साथी अनि भन्दैन तेरो नाम के हो मेरो नाम विकास तामाङ जोसे भन न जोडले भन मेरो नाम विकास तामाङ हो मेरो गुड्डुको च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब मेरो गुड्डु बहिनीको च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु भन मेरो गुड्डु बहिनीको लाइक कमेन्टलाई सब्स्क्राइब गरिदिनु भिडियोलाई मन पराइदिनुहोस् भिडियोलाई मन पराइदिनुहोस् धेरै 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 लाइक सब्स्क्राइब गरिदिनु शेयर शेयर बेल आइकन दबाउनु बेल आइकन दबाउनु बेल आइकन के अरे बेल आइकनलाई दबाइदिनु बेल आइकनलाई दबाइदिनुहोस् गुड विकास सो साथीहरू अहिले शीतल आउँछ केटाहरू मुस्ताङमा यो अनि यता चाहिँ हाम्रो शान्तिपुरमा चाहिँ पानी पर्दैछ हजुरहरूकोतिर के पर्दैछ हाम्रोमा चाहिँ पानी झरी भइरहेको छ पानी झरी हुँदाखेरि राम्रो पनि लाग्छ किनभने घाम लाग्यो भने त गर्मी भएर कस्तो हुन्छ फेरि पानी आउँदाखेरि यहाँ छ हाम्रो शङ्कर गुरुङ काका यता हेरिदेऊ काका पानी आउँदाखेरि पनि राम्रो लाग्दैन के भन्नु मान्छेलाई केहीमा सन्तोष छैन पानी आउँदा पनि चित्त बुझ्दैन नआउँदा पनि चित्त बुझ्दैन अनि उयो चाहिँ हाम्रो रुख हेर्नु त साथीहरू यो रुख चाहिँ हामी नजन्मिँदाखेरिकै रुख होला यो चाहिँ अब यसमा अलिक पछि फुल फुलिन्छ कस्तो राम्रो देखिन्छ त्यति बेला हामी भिडियो बनाएर देखाउँछौँ मेरो गाउँ चाहिँ गाइस यही होला हेर्नुहोस् मेरो गाउँ आफ्नै गाउँ मेरो छोरी म जस्तो छ नि हो छुरुङ दादा छ आपा त छ नि आपा त छोरी हो कान्छ्याङबा रात्र गाला के भन्छ रात गाला चाहिँ हाम्रो मोमो पाकिसकेको छ फाइनली मोमो पाकिसक्यो साथीहरू मलाई गुड्डुले बनाएको मोमो चाहिँ पाकिसकेको छ अब टेस्ट गरेर गुड्डुले टेस्ट गरेर हेर्छ कस्तो भएको छ भनेर अब यस्तो भन्दा म त यहीँको आफ्नो दिदीको दोकानमा त जे जस्तो भए पनि मिठो नै छ होइन हजुरहरूलाई भन्छु होइन भन्छु तर
हजुरहरूलाई लाग्छ कि ए दिदीको दोकानमा यसले त भनिहाल्छ नि मिठो छ भनेर त्यो चाहिँ नसोच्नु होला एकदम होइन जस्तो त्यस्तै भन्नु मिठो छ राम्रो छैन भन्नु अनि हाम्रो चाना अघि यहाँ चाना बनाएको थियो पिङ्की दिदीले अहिले चाहिँ यहाँ भइसक्यो अहिले यहाँ पिङ्की दिदीले यहाँ मोमो निकाल्दैछ मोमोको चटनी चाहिँ एकदम वाउ 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 हुन्छ हाम्रो यहाँ पिङ्की दिदीको चटनी त झन् एकदमै बबाल पिङ्की दिदीको चटनीको रेसिपी पनि बताइदिनु एकचोटि भनिदिनु त के छ यो चटनीमा टमाटर अनि सुकेको खोर्सानी अनि लसुन अदुवाको पेस्ट हाल्नुपर्छ अनि धनिया हाल्नुपर्छ अनि एकछिन पकाएर तेलमा एकछिन पकाएर अनि त्यसपछि ग्राइन्डरमा ग्राइन्ड गर्नुपर्छ हेर्नुहोस् यस्तो लाजवाब मजेदार बनाउँछ हाम्रो पिङ्की दिदीले यहाँ हेर्नु हाम्रो मोमो पाकिसकेको छ अब चाहिँ हामी खाएर टेस्ट गर्छु अनि हजुरहरूलाई भन्छु ल कस्तो हुन्छ टेस्ट भनेर ल गाइस नि पिङ्की दिदी अब साथीहरू म चाहिँ पिङ्की दिदीको मोमो टेस्ट गर्नु आँट्दैछु ये गया मेरा मुभ साँच्ची भन्ने कस्तो भयो राम्रो भने राम्रो भन्नु नराम्रो भन्नु कस्तो भयो हामी म चाहिँ खाँदिनु लाने भन्छु म यहाँ पनि पाकिसकेको छ तपाईँको मोमो मजा प्रति चकचकी भएको मजा र टेस्ट पनि दामी प्लस यो चटनीको त म पहिलादेखि तपाईँको फ्यान थिएँ एकदमै दामी अनि आजको यो ब्लग हजुरहरूलाई कस्तो लाग्यो राम्रो लागेमा प्लिज लाइक कमेन्ट शेयर र सब्सक्राइब गरिदिनु नबिर्सिनु होला अनि मेरो पिङ्की दिदीको होटेलमा आउनु होला खानु होला आयो भने हजुरहरूलाई अफर दिन्छु भनेर भनेछ नि मेरो नाम लिएर आउनुहोस् हजुरहरूले अफर चाहिँ अवश्य पाउनुहुन्छ मिठो छ भने तर आफू पनि खाएर हेर्नु कस्तो रहेछ साथीहरू हजुरले खानुहोस् चटनी एकदमै टेस्टी छ दामी मजेदार भरेछ पिङ्की दिदी दामी भएछ तर अलिकति चस्स नुन कम्ती भएछ म त दामी लाग्छ यसो भन्दा बरु नुन कम्ती होस् धेरै भयो भने चाहिँ गाह्रो हुन्छ अब यो नुन कम्ती भएछ भने अचारमा अलिकति नुन हालेर गरिदियो भने त्यो भइहाल्छ ल गाइस बाइ बाइ मेरो भिडियो बाइ मेरो बहिनीको भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला ओके बाइ बाइ गाइस